जलस्रोत तथा सिंचाई मन्त्रालय सिंहदरबार काठमाडौँ मार्फत जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ विषय ज्ञापन पत्र। ताप्लेजुङ जिल्लाको फक्ताङ नगरपालिका याक्थुङ लिम्बू समुदायको मुन्दुमी सांस्कृतिक ज्ञातुङ क्षेत्र हो। यस क्षेत्रलाई समुदायले आफ्नो सभ्यता गौरव मुन्दुम फल्लोको रूपमा लिएर आएको छौँ। हामीले आफ्नो दर्शन शास्त्रको रूपमा मुन्दुमलाई मान्ने गर्दछौँ। जहाँ मुन्दुम छ त्यहाँ मानव सभ्यता र संस्कृति भेटिन्छ। त्यस स्थलको रूपमा मुन्दुमले व्याख्या गरेको र मानव सभ्यतासँग जोडिएको एक गाउँपालिका फक्ताङ माको नामबाट रहन गएको र फक्ताङको आसपासबाट इन्दिरी याङथाङमा ताता तमर खोला मुख्य नदीको रूपमा बग्ने गरेको छ। यस नदीले निश्चित गरेको क्षेत्र यस गापाको 7 वटै वडाहरू सावादिन खेजनिम लिखिम उखा तापेथो पिलेले बजाङटुङगोला पर्दछन्। त्यति मात्र नभएर यस नदीसँग यहाँ उत्पत्ति कालदेखि नै बसोबास गर्ने विशेष गरी याक्थुङ लिम्बू समुदाय र अन्य गैर लिम्बू समुदायहरूसँग गहिरो सम्बन्ध रहेको र पछिल्लो समय यस क्षेत्रमा विकासको ठूलो परियोजनाको नाममा बल निचाई हाइड्रो पावरको गतिविधि अगाडि बढाइनुले आदिवासी रैथाने याक्थुङ लिम्बू लगायतका अन्य स्थानीय समुदायमा कुनै किसिमको जानकारी र मन्जुरी बिना सरकार र शक्तिको बलमा कम्पनीहरू मनोमानी अगाडि बढ्नु निन्दनीय रहेको छ। यस क्षेत्रमा मुख्यतः इन्दिरी याङथाङमा नदी तमर र सँगै थुप्रै सहायक खोलाहरू रहेको अवगत छ। खास गरी याक्थुङ लिम्बू समुदाय प्राकृतिक पूजकको भएको हुनाले आफ्नो मुन्दुम अनुसार पाइक पर्ने स्थानमा खोला नदीको पूजा मुकुन्दुङ जानु अघि पूजा र पानी लाने माग्दै सामुरा वदेमा गाली श्राप बगाउने सोघा तरङ्ग उङमा प्रेतहरूलाई बगाउने छेक्ने जस्ता आदि महत्त्वपूर्ण अनुष्ठानहरू गर्दै आएका छौँ। कतिपय गाउँमा पुस्तादेखि यी नदी खोलामा खेङ्देमा बल्सी खेल्ने भूत ताङमा ढोक्सा थाप्ने र जीवन गुजारा तथा जीविकोपार्जन चलाउँदै आएका छन्। यस अर्थमा यी नदी तथा खोलाहरूको पवित्रमा गरिमा र उत्तिकै यहाँको आदिवासी समुदायसँग गहिरो सम्बन्ध रहेको मान्दछौँ। त्यसै गरी हावामा हक्सेवा शेरचौवा लच्चुवा चायुमा सामायोमा लिसिङबुङवा याङरिचे पभुत ताक तकवा तक खिसिकबुङबा वताङ ग्रेसेन लाङसा हाकुवा हाङफुङवा लगायतका सयौं संख्यामा पानीका महान फुलसो पँधेरो धारा कुवाहरू रहेका छन् र यहाँबाट पिउने पानी र केही खेतबारी अलैँचीबारी करेसाबारी सिंचाई गरी पूजा समेत गरी साथै केही महान खोल्साहरूमा भने सयौं वर्ष अगाडिबाट पुस्तालाई उपभोग हुने गरी ङेङ्गा मेक्ताबा पिते माछा आउने यसलाई समुदायको साझा सम्पत्ति मान्दै समुदायबाट रोक्ने छेक्ने जम्मा गर्ने बाँडफाँड गरी खाने काम यहाँ बसोबास गर्ने समुदायले गरी आएका हुनाले यहाँको सभ्यतादेखिको समुदायको आर्थिक जीवन जीविकासँग इतिहास जोडिएको हुनाले यी महान खोल्सा खोल्सीहरूसँगको जीवन सम्बन्ध सम्पूर्ण रहेको छ। यस क्षेत्रमा धार्मिक सांस्कृतिक ऐतिहासिक पुरातात्विक मुन्दुमी हिसाबले उत्तिकै महत्त्वपूर्ण मानिन्छ। यस क्षेत्रमा मुन्दुमले व्याख्या गरेका यस्ता स्थानहरूभन्दा अरू केही छैनन्। त्यसैले मुन्दुम र यहाँ मानव समुदायको जीवनको सम्बन्ध र सभ्यताको आभास हुन्छ। तागेरा निवाबु यक फक्ताङलुङ इन्दिरी याङथाङवा हाङसाम माङहिम खाम्बुलिङ नाहाङयक थाकेलुङ खिबेलुङ थाकथाक देन जस्ता याक्थुङ लिम्बूहरूको अति पवित्र धार्मिक आस्थाको देवमाङ स्थलहरू रहेको छ भने मुन्दुम स्थल रूपमा गाइलुङ थुङ लेलेट लेप्चुङ साचुवा मेन्च्याइम याक्मी सामाङ समेत
नेन्दुरी पासाङ्ग्रा लामेन्दा नामेन्दा पाङ्गे सुतलुङबुङ थियाक्लुङ कापुलुङ जस्ता मानव उत्पत्ति सभ्यता विकास क्रम र वर्तमान मानव समाजको वैज्ञानिकतासँग जोडिएको छ। मानव माग देवतासँग अर्थात् सम्बन्ध त्यस बेलादेखि नै रहि आएको र मानि आएको। पछिल्लो समय यसको थप महत्त्व बढेको हुनाले यसका अध्ययन गर्न विश्वका मानवशास्त्री खोज अनुसन्धानमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको बाक्लो उपस्थिति रहँदै आएको छ। यसकारण पनि फक्ताङ गाउँपालिका मानव सभ्यता सृष्टि मुदुम प्राकृतिकको अन्तर्सम्बन्ध गहन रहेको मान्दछौँ। यस क्षेत्रमा बसोबास गर्ने लिम्बू प्रमुख समुदाय र अन्य गैर लिम्बू समुदायको सांस्कृतिक तथा ऐतिहासिक सम्पदा पनि उत्तिकै रहेको छ। उक्त सम्पदाहरू कुनै बहानामा पनि नष्ट गर्न नमिल्ने कुरा विश्वव्यापी नियम हो। विशेष गरेर लिम्बू याक्थुङ धेरै थरी मध्ये केही एकल र केही थरीको संयुक्त रूपमा सयौं पुस्ता अगाडिदेखिको समाधि स्थल चिहानहरू छन्, जस्तो तामादेन सङ्गमो तापेथो बगर लिङखिम तबेबुङहरूको सामसिङ्गो खेबेङ गुरुङको गारो कि डाँडा आदि समाधि स्थल हुन् भने आफ्नो शिर उठाउने माङ्गेना यकहरू पनि उत्तिकै धेरै रहेको छन्। साथै सयौं वर्ष पुरानो ऐतिहासिक पुरातात्विक महत्त्वका एक कर्ण नाम्भे लुङदेन चौताराहरू सयौंको संख्यामा छन्। यस्ता सम्पदाहरू कुनै पनि विकास र संरचनाको नाममा भत्काउनु हुन्न। यसमा समुदायको इतिहास सभ्यता र अस्तित्व जोडिएको छ। यसर्थ क्षेत्र धार्मिक सांस्कृतिक ऐतिहासिक पुरातात्विक आर्थिक सामाजिक प्राकृतिक पर्यावरण मानव सभ्यता लगायतका हिसाबले संरक्षण गर्नु आवश्यक छ। यसरी संरक्षण गर्नुको सट्टा जबरजस्ती विकासको नाममा हाइड्रो पावर कम्पनी अगाडि बढिरहेको हुँदा दिगो विकासको लक्ष्य विपरीत आदिवासी समुदायको प्राकृतिक सांस्कृतिक स्रोत साधनमाथिको अधिकार हनन हुने गरी नागरिकको अधिकारलाई कुण्ठित गरी सबै स्रोत साधनमा एउटा कम्पनी नियन्त्रित हुने गरी प्राकृतिक स्रोत साधन दोहन हुने गरी अगाडि बढेको कुनै पनि नामको विकास अस्वीकार छ। अन्तर्राष्ट्रिय मूल्य मान्यता सन्धि सम्झौता ILO 169 UNDRले प्रदत्त अधिकार र नेपालको संविधान धारा 26-32ले प्रदान गरेको अधिकार लगायतका वातावरण पर्यावरण संस्कृति धार्मिक संरक्षण सम्बन्धी अधिकारको आधारमा संघर्ष समिति रहेको छ। यसरी हामीले यी विषयलाई उजागर गर्दै हाम्रो गाउँ समुदाय कुनै जानकारी सहित स्वतन्त्र मन्जुरी नभई यस परियोजनाको EIA DPR लगायतले कुनै पनि तवरले पारदर्शी नगराई र जवाफदेही नभई बल मिचे अगाडि बढाउने कुरामा हामीले विगतमा पटक पटक कम्पनीलाई यी विषयसँग गम्भीर हुन आग्रह गर्दै आएका थियौं। पछिल्लो समय राजनीति बल सेटिङ कमिसनको भरमा जबरजस्ती काम बढाउने कुराले लिङखिम गाउँवासी संगठित भएका छौं। त्यसैले हाम्रो आवाजलाई सशक्त प्रभाव गरी सम्बोधन गराउनको निमित्त हामीले अपरतमर प्रभावित संघर्ष समिति गठन गरी आन्दोलनमा होमिन बाध्य भएका छौं। त्यसैले यस पहिलो चरणको आन्दोलन अन्तर्गत यसै ज्ञापन पत्र मार्फत अपरतमर हाइड्रो पावरले आफ्नो काम तत्काल रोकाउन सम्बन्धित मन्त्रालय समक्ष अनुरोध गर्दछौं। अन्यथा चरणबद्ध आन्दोलनमा होमिन बाध्य हुनेछौं। त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा स्वयं हाइड्रो पावर कम्पनीले लिनुपर्ने छ। बीरबल संयोजक अपर तमर प्रभावित संघर्ष समिति फक्ताङ गाउँपालिका 3 लिङखिम।